गाइसहरु हामी चाहिँ साउथ मलतिर आएका छौँ। आज सोमरानी जुत्ता किन्नु आएको। जुत्ता चाहिँ दामी 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 छ। आज चल्तीको जुत्ता अरे यो चाहिँ सोमरानी किन्नु आएको छ। जुत्ता चाहिँ केटाहरूले लाउने दामी छ। दामी दामी छ। दाम राम्रो छ। ब्यागहरू पनि मल यो चाहिँ किनेर प्राय बोकिरहेको छ। सोमरानी यता फर्कँदा हेर्नु यहाँ सपिङ गरिसकेको छ मलमा। सोमरानी चाहिँ मलमा अब सेन्ट किन्ने अरे, अघि जुत्ता किनिसकेको छ। नेक्लेसहरू खतरा खतरा। यो चाहिँ नयाँ आजको चल्ती। यो चाहिँ 185 अरे अहिलेको चलेको। यो चाहिँ दुईटा किनिसकेको छु। ब्यागहरू मजा मजाको छ। चाहिँ सोमरानीले चाहिँ किनिसकेको छ। गिफ्ट पनि दिनु आँटेको छ। यहाँ चाहिँ गिफ्ट पनि दिइसकेको छ सोमरानीले। के हो पनि दियो, धेरै किन्यो भने गिफ्ट पनि। अब सोमरानीले गिफ्टहरू किनेर हिँड्यो। धेरै किन्यो भने खोइ गिफ्ट पनि देखाएन। कुन के चाहिँ दियो गिफ्ट तिमीलाई? ब्यागहरू एकदम सेलमा राखेको। खोइ के हो, सेन्टै दियो अरे। घडीहरू गाइसहरु म चाहिँ मलदेखि फेरि माछामा आएको छु। घरमा माछा पाल्नु छ लगेर अलिक कम्ती भएको थियो, त्यो भएर माछा लिनु आएको छु। दामी कलरको छ यहाँ चाहिँ। दामी 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 छ माछाहरू। यो पुरै खुट्टा भएको माछा रहेछ। पुरा खुट्टा भएको माछा रहेछ यो चाहिँ। पुरा बसिरहेको छ। माछा राख्ने प्राय ढुङ्गा चाहिँ खेल्ने सानो मजाको छ नि। माछाको दाम पनि खतरा धेर छ। धेरै महँगो छ माछा चाहिँ।
यहाँ चाहिँ पुरै चारोहरू टन्ना छ अक्सिजनहरू हामीले लाने चाहिँ चारो यो हो लान्छौँ हामी चाहिँ चारो गाइसहरू यहाँ चाहिँ पुरा सर्प छेपारा के यो यिनीहरू पनि पालेको हुन्छ सर्प पनि पालेको हुन्छ एउटा यहाँ माथि बसिरहेको प्राय यहाँ एउटा चाहिँ माथि पनि होला नि लुकेको हुन्छ यो चाहिँ चल्दैछ एउटा मुसाले यहाँ के खाइरहेको यहाँ चरा पनि छ साथी गोपी यसले त समाएर खाइरहेको पुरा पर यो चाहिँ पुरा पालेको अर्को पनि आउँदैछ दुईवटा भाग्यो पनि खेल्दो रहेछ पुरा फिल्डले गरेर खेल्दो रहेछ लेङ्गे पनि पुरै खेल्दो रहेछ नि मुसाले पनि पुरै खेल्दो रहेछ त मजाले नगल्दो रहेछ नि एक्सर्साइज गरेको होला कति वर्षसम्म एक्सर्साइज गर्ने अब पुरा एक्सर्साइज गरिरहेको छ गोपी हो मुनि पनि छ यो त पाल्नु राम्रो हुन्छ त दुईवटा हुने म लान्थेँ नि यो कति रहेछ यसको दाम सोधेर अलिक सस्तो छ भने त लानु पऱ्यो यो चाहिँ यो त बोल्छ नि त पालिराख्नु पर्छ तर यो चराको चारोहरू छ यहाँ चाहिँ टन्न मुसा त अझै कुदिरहेको यो त अझै एक्सर्साइज गरिरहेको रहेछ कहाँ पुग्नु पर्ने उसलाई ठाउँ पुगेको छैन बिसाउँदा पनि रहेछ नि गल्यो भने यहाँ चाहिँ पुरै माछाको बस्नेहरू छ यहाँ खेल्ने ठाउँहरू छ एक्रामहरू हेलो गाइस आज चाहिँ दुईटा माछा लिएको छु माछा मेरो यहाँ तल कम्ती भयो कि ट्याङ्कीमा त्यो भएर दुईटा लिएको छु कम्ती भएर चाहिँ कम्ती अब धेरै बनाउनु पर्यो नि त होइन माछा चाहिँ यहाँनिर ट्याङ्कीले खरङ लगाएपछि तल अब एकैतालमा बाल अर्कोसँग उयो गर्ने माछा डर्दैन होला नि त है कति यसमा कतिवटा चारवटा रहेछ होइन त्यो चारवटा चाहिँ साथी हो माछा पर्छ त नि कति मजा लाग्यो अर्को त छवटा छवटा यहाँ चाहिँ साथी हो छवटा छ यसमा चाहिँ माछा त धेरै भइगयो नि अनि ग्रेसीले त माछा सबै मरिसक्यो ड्याडीलाई भनेर ल्याउनु भन्दै थियो यहाँ चाहिँ छवटा छ साथी त्यो पनि पस्यो म चाहिँ माछा पुरा लगाइसकेको छु है साथी माछा चाहिँ पुरा लगाइसकेको छु अघि किनेर ल्याएको साथीहरू भिडियो चाहिँ लाइक सेयर गरिदिनुहोस् सेयर लाइक कमेन्ट गर्नुहोस् साथीहरू यो भिडियो मन पराएमा माछा चाहिँ मैले घरमा लगाइसकेको छु फिल्टर गर्ने ट्याङ्की चाहिँ यत्रो छ मेरो पानी फिल्टर गर्ने अब पानी हाल्छ
यो चाहिँ सोमरानीको जुत्ता हो मलदेखि लिएको यो चाहिँ मेरो बुढीको जुत्ता हो अहिलेको यो चाहिँ चल्ती हो है अझै अब भोलि लाउनु छ भोलि सिन्सिनेटी बेमा जानु आँटेको त्यो भएर यो चाहिँ सोमरानीको हो यो चाहिँ मेरो हो सोमरानी त खतरा हो मेरो त अलिक ठिकै छ मेरो चाहिँ यस्तो हुन्छ तिम्रो नि दामी छ नि अनि मेरो ठिक हो मेरो अन्त धेरै पैसा तिम्रै छ त्यसको तिम्रो धेरै होला होइन दामी छ तिम्रो त्यो धेरै छ नि मेरो भन्दा त मेरो अलिक धेरै दाम यो चाहिँ मेरो न्यू ब्यालेन्सको एनबिएनको तिम्रो ओका ओका लेखेको छ सोमरानीले चाहिँ सेन्ट पनि दिएको छ यो चाहिँ सबै रहेछ यसमा चाहिँ सेन्ट भयो अनि लोसन एउटा लोसनहरू अनि दुईटा सानो छ एउटा सानोबाट एउटा ठुलो एउटा सोमरानीले किनेको यो चाहिँ सोमरानीलाई साथीलाई गिफ्ट दिनु भनेर उसलाई यो सेन्ट राम्रो लाग्यो र त्यो यो चाहिँ साथीलाई गिफ्ट दिने अरे सेम लिएको छ यो चाहिँ साथीलाई दिने अरे गिफ्ट मेरो साथी यहाँ बहिनी हो बहिनीलाई गिफ्ट दिने अरे मेरो फुपूको छोरी हो नि त हो बहिनी यति नै अब चाहिँ नाम चाहिँ भन्नै हाल्नु क्या हो सरिता सुब्बा गिफ्ट दिनु भनेको अरू त छैन यति नै हो त्यति नै हो अहिलेको लागि चाहिँ अनि एउटा गिफ्ट पनि दिएको थियो त नि थियो त जुत्ताको प्लास्टिकमा थियो त नि त्यहाँ गिफ्ट पनि यहाँ त्यो सानो दिएको थियो गिफ्ट यहाँ खै के दिएको छ त्यो स्यान्ड हो त्यो स्याम्पल दिएको क्या स्यान्डको आज चाहिँ यति नै हो साथीहरू यो भोलि लाउनुलाई किनेको बेमा लाएर जानु लाग्यो होइन बेमा ड्याङ सिन्सिनेटीमा भे हुँदैछ साथीहरू यो भिडियो मन परेमा सेयर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला हाम्रो युट्युब च्यानल बाई बाई गाइसहरू